नमस्कार सम्पूर्ण साथीहरूलाई हाम्रो युट्युब च्यानलमा स्वागत गर्दछौँ। 2025 को दोस्रो चरणको कामदार छनौट तथा इस्यु प्रक्रिया अन्तर्गत सम्पूर्ण राष्ट्रबाट के कति सङ्ख्या छनौट गर्दैछ भन्ने विषयमा जानकारी लिएर आएको छु। अनि 2025 को दोस्रो चरणमा आउने छनौट प्रक्रियाको सूचना मैले यहाँ पनि राखिदिएको छु, यहाँ नि हेर्न सक्नुहुनेछ। दोस्रो चरणको छनौट प्रक्रिया अन्तर्गत कुल सङ्ख्या 22,418 हुनेछ। म्यानुफ्याक्चरतर्फ 16,328, सिपबिल्डिङतर्फ 625, कृषि तथा पशुपालनतर्फ 2,347, माछापालनतर्फ 2,077, भवन निर्माण 439, सेवा क्षेत्रतर्फ 596। अनि छनौट प्रक्रिया अन्तर्गतको मिति म्यानुफ्याक्चर सिपबिल्डिङतर्फ मे 22 देखि मे 28 सम्म गर्नेछ। अनि त्यसै गरी कृषि तथा पशुपालन भवन निर्माण सेवा क्षेत्रतर्फ मे 29 देखि जुन 4 सम्म गर्नेछ। पहिलो चरणको तुलनामा माग अत्याधिक हुन सक्ने भएकाले थप कोटा 32,000 जना पनि उपयोग गरिने कोरियाको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ। अनि यस्तै जानकारीमूलक भिडियो हेर्नको लागि हाम्रो इतिहास अपडेट कोरियाको युट्युब च्यानललाई सब्सक्राइब गरी राख्नुहोला। धन्यवाद।